वेलकम ब्याक टु माई च्यानल इट्स मी अनामिका थापा। अनि आज चाहिँ म फेरि रेडी भइसकेको छु। म चाहिँ मेरो गाउँ बर्दी आएको छु र आज चाहिँ म बाबासँग फेरि घुम्न जान लागेको। आज चाहिँ एउटा ठाउँ होइन, हामी धेरैवटा ठाउँ घुम्न जाने हो होइन। जस्तै कि बडैया ताल सतखलुवा भन्ने के ठाउँ छ होइन। अनि त्यहाँ हामी घुम्न जाने हो। सो अब चाहिँ म रेडी भइसकेँ होइन, जुत्ता पनि लगाइसकेँ। अनि अब त्यही हो, अब चाहिँ निस्किन लागेको म बाबासँग बाइकमा। अनि त्यही हो, भिडियो लास्टसम्म हेरिदिनु होला। अनि त्यसपछि कस्तो लाग्छ कमेन्टमा लेख्नु होला है त। सो अब हामी जान लागेको घुम्न। बाबा रेडी हुन लागिसक्यो। बाबा के छ, ठिक छ? बाबा अलवेज अब बाइकमा जाने बाबाको। अनि म पनि रेडी भइसकेको छु। अनि सो अब चाहिँ हामी निस्किन लागेको। सो म हजुरलाई बाटोमा भेट्छु, बाई। सो गाइज अब चाहिँ हामी निस्किसकेको छौँ म र बाबा बाइकमा। अनि त्यसपछि मेरो क्याब चाहिँ उड्ने जस्तो भइरहेको। अनि एउटा हात क्याबमा अनि त्यसपछि अर्को हातले फोनबाट भ्लग गर्दैछु। अहिले चाहिँ हामी निस्किसक्यौँ बाटोमा। अनि अहिले कति 9 बजिरहेको छ, निस्क्यौँ हामी। अब कता कता जान्छौँ मलाई पनि थाहा छैन। म पनि पहिलोचोटि जान लागेको। अब उतै गएर भन्छु कता कता जान्छौँ। अनि त्यही हो, अहिले त मेरो क्याब उड्ने डरमा छु म। अनि धेरै गर्मी छ, तर अहिले बाइकमा बसेर धेरै शीतल भइदियो। यहाँ चाहिँ नहर बनाउँदै रहेछ। अनि यस्तो छ बाटो, हेर्न सक्नुहुन्छ, कच्ची बाटो। अनि फेरि माथि चाहिँ हुन्छ, माथि चाहिँ फेरि पिचै छ। त्यहाँनिर चाहिँ नहर बनाउँदै रहेछ। अनि हेर्नु कति राम्रो देखिरहेको गाउँ। कति मान्छेले काट्दैछ, काटेको छैन नि। कस्तो राम्रो देखिन्छ नि हेर्नमा। अनि त्यो हरियो कस्तो राम्रो देखिरहेको। अहिले हामी गाइज खैरापुर आइपुग्यौँ होइन। अहिले हामी खैरापुर आइपुग्यौँ, खैरापुर। अनि त्यही हो, आधी बाटो पनि आइपुगेको छैनौँ होइन। अनि अब कतिखेर पुगिन्छ। अनि हेर्नु नै यो हेलमेटमा के म आफूलाई देख्न सक्छु। मैना जस्तै भएको छ बाबाको हेलमेट। त्यही हो, तर अहिले हामी आधी बाटो पनि पुगेको छैनौँ। अनि बाबा यति स्पिड चलाइरहेको मेरो फोन हातबाट खस्ने बेला आइसक्यो। सो गाइस अब चाहिँ हामी बर्दिया जिल्लाको गुलरिया आइसक्यौँ, गुलरिया। अनि यो चाहिँ अब आधी बाटोमा आइपुग्यौँ, गुलरिया एरिया। अनि म चाहिँ घरि क्याब खोल्दै घरि निकाल्दै गरिरहेको छु। गुलरिया राम्रो छ गाइज है, यो चोक। मूर्ति हेर्नु गाइज, मूर्ति। अनि म चाहिँ घरि लाउँदै घरि खोल्दै गर्दैछु क्याब, किनभने हावा धेरै आइरहेको छ। अनि फेरि कपाल ड्यामेज हुन्छ कि भनेर लगाएँ। अनि अघि खोलेको थिएँ, किनभने हात टाउकोमा यसो राख्दै गर्नुपर्छ। अनि कसले सक्छ त अहिले। सो त्यही हो, आधी बाटो आइपुग्यौँ अब हामी। अब कतिखेर पुगिन्छ थाहा भएन। सो त्यही हो, अब कतिखेर पुगिन्छ। म चाहिँ यो अदालत जिल्ला अदालत बर्दिया जिल्ला शासन कार्यालय जे होस्, बर्दियाको त मेन ठाउँहरू यही गुलरियामै छ। अदालत भयो, प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल हो। बर्दिया अस्पताल के भन्छ? ए वे टु नेपालगञ्ज। अब हामी नेपालगञ्जको यो सिधा गयो भने नेपालगञ्ज पुगिन्छौँ कि बाबा। यो बाटो त
नेपालमा छुट्टै सिधा गयो भने नेपालमा पुग्छ अब म कतिखेर पुग्छु एउटा हात चाहिँ समात्दै माथि गर्ने गाह्रो भयो म कतिखेर पुग्छु अनि फेरि देखाउँछु मलाई कस्तो देखेको छ कमेन्टमा लेख्नु है यही हो बडैया ताल हेर्न सक्नुहुन्छ यो ताल बाबाले भने अनुसार चाहिँ पहिले एकदमै राम्रो थियो अरे यहाँ धेरै चराहरू माइग्रेसन गरेर आउँथे तर अहिले हेर्नुहोस् अहिले हालत हेर्नुहोस् संरक्षण नभएको कारण के हो यस्तो ताल त्यति गाइस त्यति टाढाबाट हामी कति 2 घन्टा लगाएर यो हेर्न यो त्यति टाढाबाट हामी यो हेर्न के फाइदा ठुलो त ठुलो है ठुलो लास्टै ठुलो तर यो के तालभन्दा बढी त मलाई यो ऊ लागिरहेछ खेतले पुरै के उम्रेर हेर्न सक्नुहुन्छ यी ताल अरे हो मुड खराब भयो बाबा 2 घन्टा लागेको कति यहाँ आउन 2 घन्टा यो हेर्न कति राम्रो भ्यू तालकै वरिपरि घुमिरहँ हामी बाटो पनि यस्तै छ हुन ताल चाहिँ हल्का राम्रो बनेको भए हुन्थ्यो सरकारको ध्यान आकर्षण होस् यसमा हेर्न सक्नुहुन्छ सरकार के विभाग मेरो भिडियो तपाईँ पुग्यो भने यो ठिक पार्नु पर्यो है यस्तो राम्रो यति ठुलो तालमा देखिरहेको तर ताल चाहिँ वहाँ परसम्म छ ताल पुरै होइन अनि बाटो चाहिँ यस्तै हो त के हेर्नु पुरै ताल हो यहाँदेखि लिएर यो पुरै उत्रिने हो गाइस हेर्न सक्नुहुन्छ अब मेरो हालत चाहिँ उही भुतै भयो होला अब बाइकमा होइन किनभने कपाल मेरो पुरै ड्यामेज भइसक्यो मैले काटेको कटसट केही देखिया छैन त्यसैले बानेको छु पछाडि अब पछि फेरि अब फोटो खिच्ने बेलामा चाहिँ म सायद मिलाउँछु होला अनि यो मेरो खुट्टा ताल खत्तमै भएको छ हेर्नुहोस् ताल चाहिँ यस्तै छ पुरै हो ताल चाहिँ होइन वहाँ परदेखि यो सब ताल हो तर तालको हेर तालमा ऊ मान्छेहरू त्यहाँ पानीमा आएर त यहाँको के लिइराख्नु त्यहाँ मान्छे त्यहाँ हेर्न सक्नुहुन्छ होइन अँध्यारोमा मैले के खिचिरहेको छु मैले आफै देखिराखेको छु अँध्यारो भन्नाले घाममा बाबाले भनेअनुसार चाहिँ गाइस पहिले चाहिँ होइन यो पुरै के अरे एकदमै राम्रो थियो होइन अनि पुरै माथिसम्म पानी अनि पानी पनि पुरा सफा क्या होइन अनि अहिले चाहिँ पुरै त्यो लेउहरू हुन्छ नि त लेउहरू के जमेर अनि त अहिले त खत्तम भयो त्यही हो अब के भन्ने यस्तै हो यतापट्टि बसाइ छ अनि यतापट्टि हो
ताल चाहिँ म चाहिँ भूत जस्तो देखिरह होला गाइस, त्यसमा चाहिँ डोन्ट माइन्ड होइन। म चाहिँ भूतै हो साँच्चीमा भन्दाखेरि। गाइस यस्तो घाम छ, यस्तो गर्मी छ, अनि यस्तो गर्मी छ होइन, पुरै उ भइरह मलाई त गर्मीले पुरै पसिना आइरह नजिक ल्याएर देखायो भने। अनि त्यही हो, अब एकछिन यही हेर्ने, यो हेर्ने त के यही हेर्ने, अब कता पो भ्यू टावर छ भन्नुभयो, अब त्यहाँ हामी जान सक्छौँ। सो हेरौँ, गयौँ भने देखाउँछु, गएनौँ भने अर्को डेस्टिनेसन हाम्रो सतखलुवा ताल हो। त्यो चाहिँ हल्का राम्रै होला। अन्त बाबाको कलेजकाहरू पिकनिकमा पनि गएन नि, त्यहाँ रमाइलो हुन्छ, पिकनिक खाने हो हामी गएर। सो त्यही भन्छु, बाई। यही हो ताल। सो गाइस अब चाहिँ यस्तो गर्मी छ, हेर्नु पसिना मलाई पुरै आइसक्यो होइन, म देखिरहेको छु। अनि के अरे अहिले चाहिँ हामी एउटा यो होटलमा रुक्या छौँ। यहाँ हेर्नु न, होटल पनि यो सानो कटेज जस्तो बनाएको होइन। अनि त्यसपछि यता पुरै बियरहरूको बोतल छ राम्रो छ। अनि हामीले चाहिँ के अरे बदाम जुस मगाएको, गर्मी छ बदाम जुस खाने हामी। सो बदाम जुसको लागि पर्खिँदैछौँ। पुरै गर्मी छ, यस्तो पसिना आइरह्यो। बाबा गर्मी छ। बदाम जुस आयो हाम्रो होइन। लेट्स ड्रिङ्क बदाम जुस। यस काम करिए जस्तै ठिकै छ, अर्कै छ। कहाँ काम गरेको भयो यार, हाम्रो पात्रो यी सेवा हाम्रो जस्तो चाहिँ छैन होइन, तर आइटी सम्बन्धी हो एप्लिकेसन त हो ठिकै छ। सो गाइस हाम्रो सानो ब्रेक लिएको थियौँ बदाम जुस खाने, किनभने लास्टै गर्मी छ होइन, घाम पनि उस्तै छ। सो अब चाहिँ फेरि हामी जान लागेको बदाम जुस खाएर। अब चाहिँ कुन ठाउँ जान लागेको भन्दाखेरि हामी सतखलुवा ताल जान लागेको होइन, जुन चाहिँ टाढा छ यहाँबाट। त्यहाँ किन जान लागेको भन्दाखेरि बाबाको पिकनिक छ होइन, त्यहाँ मतलब बाबाको स्टुडेन्टहरू पिकनिकमा गएको छन्। अनि सो बाबा पनि जानुपर्ने हुन्छ, अनि त्यो ताल पनि म हेरिहाल्छु, घुमिहाल्छु, अनि त्यसपछि पिकनिक पनि खाने रमाइलो हुन्छ। सो अब चाहिँ हामी त्यही सतखलुवा तालको लागि जान्छौँ होइन। अनि त्यसपछि बाटोमा केही के अरे नयाँ चिज देख्यो भने चाहिँ देखाउँछु, नत्र एकैचोटि अब सतखलुवा तालमा भेट्नुपर्छ। हेरौँ के कस्तो हुन्छ। मलाई त हल्का उ लागिरहेको छ गाइज, नर्भस लागिरहेछ। नर्भस भन्नाले पनि लाज लागिरहेको छ, किनभने बाबाको स्टुडेन्टहरू हुन्छ होइन त्यहाँ। अनि मलाई हल्का कस्तो अप्ठ्यारो टाइपको भन्ने हुन्छ, तर केही पनि हुन्न होला। अब हेरौँ, नत्र बाबाको स्टुडेन्ट टिचरहरू पनि भइसिन्छ त्यसैले हो। सो अब चाहिँ बाबा। अनि गाइस पिकनिकमा चाहिँ मलाई किन अप्ठ्यारो लाग्छ भने म परे इन्ट्रोभर्ट होइन। अनि त्यसपछि त्यहाँ सब नचिना मान्छेहरू हुनुहुन्छ। बाबाको हो स्टुडेन्ट, बाबाको साथी अनि टिचरहरू त थाहा भयो मलाई, तर अब मलाई चाहिँ अलि उ लाग्छ कि। अनि त्यसपछि म कस्तो भुत्ने जस्तै देखेँ, म यस्तो भएर गयो भने त मलाई त हाँस्छ नि त मान्छे, मतलब भुत्ने जस्तै लागिरहेको छु होइन म। अनि त्यसपछि त्यही हो, यी ताल एकचोटि फेरि हेरिहाल्नुहोस् है त, यही हो ताल होइन। तालको चाहिँ के अरे राम्ररी त्यही हो, संरक्षण नगरेको हुनाले यस्तो भएको छ, नत्र चाहिँ ताल चाहिँ राम्रै हो अरे होइन। अनि भ्यू टावरमा जाने भनेको गाइस, भ्यू टावर देखाउँछु है त हजुरलाई। देखिराख्नु भएको छ यो फिस्टु, यही हो अरे भ्यू टावर। अनि जब त्यही भ्यू त म यहीँबाट देखिरहेको छु, त्यही भ्यू त सेम त्यही त्यसकै हाइटको अनुसारमा बाइकमा बसेर देख्छु। त्योभन्दा राम्रो त्यहाँ गएर टाइम वेस्ट किन गर्ने भनेर भ्यू टावर चाहिँ गएन म। अनि जुन होटलमा ऊ खान बसेको थियौँ नि बदाम जुस, अनि उहाँहरूले प्रसाद दिनुभयो, अयोध्याको प्रसाद अरे, इन्डिया अयोध्या छ नि। सो यहीँबाट दर्शन अनि प्रसाद खान्छौँ अब। सो गाइस हामी चाहिँ सतखलुवा ताल जान लागेको थियौँ कि, तर यहाँ बाँसगढी होइन बाबा, बाँसगढीमा चाहिँ हामीले यो कुन मन्दिर अरे, केदारेश्वर धाम हामीले देख्यौँ होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ यति ठुलो, यो चाहिँ के अरे बाबा,
केदारेश्वर धाम उतापट्टि शिवलिङ्ग उता देखा जान्छ उतापट्टि गणेश भगवान्जी हुनुहुन्छ, दर्शन गरिहाल्नु होइन। मैले भर्खर गरेर आएँ। अनि अब जुत्ता लाउनु छ। सो यी हेर्न सक्नुहुन्छ केदारेश्वर धाम। ओहो यति ठुलो शिवलिङ्ग गाइस, देख्नु भएको छ यति ठुलो शिवलिङ्ग। आम्मामामा यो पछाडिको गौतम बुद्ध, उता गौतम बुद्ध हुनुहुन्छ गाइजु, हेर्न सक्नुहुन्छ। माथि हेर्छु त्यो शिवलिङ्ग, ऊ शिव मूर्ति त्यहाँ माथि, यति ठुलो शिवलिङ्ग। वाउ वाउ गाइज वाउ। सो त्यही हो, हेर्न सक्नुहुन्छ कति राम्रो छ। अनि शिवलिङ्ग हेर्नु यत्रो ठुलो, आमामामामा, सो नाइस गाइज, सो नाइस गाइज। यो ठाउँ चाहिँ मलाई एकदम मन पर्यो। यो धाम यस्तो राम्रो छ। अझ पछाडि त्यो भ्यू, त्यो शिवलिङ्ग यति ठुलो, आमामा नेपालको सबभन्दा ठुलो होला त्यो शिवलिङ्ग होइन। यस्तो राम्रो छ। अझ यहाँ गौतम बुद्ध हेर्नुहोस् न गाइज, मेरो बाबा अगाडि हेर्छिन्छ। यस्तो पिसफुल छ अझ यो ठाउँ। सुन्नुहोस् है त्यसलाई, कस्तो राम्रो ठाउँ। सो गाइज अब चाहिँ मैले फोटो पनि खिचिसकेँ होइन। यस्तो पिसफुल ठाउँ छ नि, मन लागिरहेको छ कि यतै बसिराखौँ। तर लास्टै घाम छ, गर्मीले पुरैमा मरिसकेँ होइन। एकछिन बस्दामा यस्तो गर्मी हुने रहेछ, घाम लास्टै छ होइन। अनि यस्तो राम्रो ठाउँ छ, मन लागिरहेको छ कि म यतै बसिहालौँ पुरा आज दिनभरि होइन। सो गाइज अहिले चाहिँ हामी बाँसगढीको किसान चोकमा आएका छौँ। अनि यो के को स्ट्याचु हो यो किसानको नि, हलो बोकेको। सो हामी चाहिँ अहिले बाँसगढी बजारमा छौँ, हेर्न सक्नुहुन्छ यो किसान चोक। अनि यो चाहिँ बजार। हजुर नखाने मलाई उखु जुस मन पर्दैन। उखु जुस गाइस मिठो लाग्दैन। उखु जुस, उखुको जुस बन्दैछ गाइस, उखुको जुस। मलाई मिठो लाग्दैन भने जबरजस्ती खुवाउन लागिसक्छ बाबाले। बाबा 3 ग्लास, बाबा 2 ग्लास खाने अरे। हेरौँ मलाई मिठो लाग्छ कि नै। सो गाइस मेरो उखु जुस चाहिँ आइसकेको छ। लेट्स मिठै हुँदो रहेछ। सो गाइस भर्खर हाम्रो ऊ चाहिँ सकिसकेको छ, के अरे उखुको जुस। अनि उखुको जुस चाहिँ मेरो फर्स्ट टाइम किन हो अहिले भन्दाखेरि उखुको जुस मलाई हेर्दै दबाई जस्तो लाग्थ्यो। अनि मैले जिन्दगी नखाएको उखुको जुस यसपालि बाबाले खा जबरजस्ती खुवाइसक्यो। मिठै लाग्यो, गुलियो हुँदो रहेछ। मैले चाहिँ के सोच्थेँ भने त्यसको ग्रिन कलरको हुन्छ नि त, अनि मलाई दबाई जस्तो हुन्छ सोचेर म चाहिँ खाँदिनँ थियो उखुको जुस। तर खाएको मिठै रहेछ, मिठो हुँदो रहेछ। बाबालाई कस्तो लाग्यो? बाबाको त फेभरेट 2 गिलास खाइदिन्छ बाबाले। त्यही हो, मिठो थियो। अब चाहिँ हामी जान लागेको हाम्रो डेस्टिनेसनतर्फ। कहाँ हाम्रो डेस्टिनेसन भन्दाखेरि सत्खलमा। अब त पिकनिक हो, यत्रो जुस खायो, पिकनिकमा के खानु भइरहेको मलाई त। सो गाइस अहिले चाहिँ हामी टाइगर चोक आइसकेको छौँ होइन। म हजुरलाई देखाउँछु, हेर्नुहोस् टाइगर चोक। उता टाइगर पनि छ, देख्छ? हेरिसेर्यो हेर्नु यी गाइज, यहाँ टाइगर पनि छ। अनि यो टाइगर चोक हो। अब हामी कता हो यो? अब सत्खलुवा ताल यहीँभित्र हो गाइज, यो भित्र। अब सिधै सत्खलुवा ताल पुग्नलाई चाहिँ यो हल्का जङ्गल, उसलाई ग्राउन्ड पनि रहेछ, फुटबल ग्राउन्ड गाइज यहाँ छ होइन। के अरे सत्खलुवा ताल पुग्नलाई चाहिँ हल्का एकछिन थोरै होइन,
थोरै जङ्गल काट्नुपर्छ जङ्गलभित्र छ क्या सतखलुवा ताल चाहिँ अनि हेर्न सक्नुहुन्छ मेरो पछाडि पुरै जङ्गल छ अगाडि जङ्गल छ यो जङ्गल तर बिच रोड चाहिँ यो चाहिँ मन पर्दैन बिच चाहिँ रोड चाहिँ अनि अब हामी बडैया ताल गएको के नहोला भनेर त्यही थियो अब योहरूमै त एक्सपेक्टेसनले मिट गर्छ कि नै यो तालले चाहिँ कस्तो रहेछ अनेस्ट ओपिनियन दिएर भन्छु है त अब पहिले पुगौँ गाइज अनि त्यसपछि म त क्याब समात्दै म त के अरे क्याब झर्छ भनेर क्याब समात्दामा पुरै पसिना नै यहाँ पुरै उ भइसक्यो मेरो कपाल पनि बिग्रिसक्यो जुन मैले लेयर कट र अगाडि ब्याङ्क्स काट्दै थिएँ कर्टन त्यो पनि क्याबले स्वाहा पारिदियो तर ठिकै छ अझै भित्र आयो भने अनि जङ्गल हेर्न सक्नुहुन्छ यी